everyone. Happy Dasai. Happy Dasai. And हामी चाहिँ अब स्टार्ट गर्न आँटेको and finally all the works are done. अब हामी चाहिँ टिका लाउन आँटेको. उसले चाहिँ यहाँ क्याप खोलेको छ लाउन फेरि. लगाइदिए. ढाका टोपी yes sorry. ढाका टोपी ढल्काउने मेरो शिरमा ढल्केको. Yes so हामी चाहिँ सबै रेडी भइसकेको छ अब अनि अब चाहिँ हामी टिका लाउन आँटेको हो. Once again happy Dasai to everyone. अहिले चाहिँ भइरहेको छ 10:35 so हामी अब टिका लाउने हो and we heard that दसैँको सायद के हुन्छ सायद दिस इयर दसैँको सायद चाहिँ बिहानदेखि नै धेरै 7:30 देखि नै अनि हामी त अब खाना बनाउनु सबै रेडी गरेर चाहिँ अब भर्खर टिका लाउन आँटेको हो अनि हामी फर्स्ट यहाँनिर यहाँ बहिनीलाई लगाइदिने हो बेबोको ठुलाजीको छोरीलाई एन्ड हाम्रो यहाँ अर्को भदैनी पनि छ उसलाई पनि लगाइदिने हो देन वी विल हेड टु फर्स्टली केदुमा बिकज द्याट इज द मोस्ट इम्पोर्टेन्ट हाउस हाम्रो चाहिँ अनि त्यसले गर्दा हाम्रो त्यहाँ गएर मात्रै टिका खोलिन्छ हाम्रो चाहिँ त्यसले गर्दा हामी चाहिँ अब यहाँ स्टार्ट गर्न आँटेको वन्स अगेन ह्याप्पी दसैँ आई होप तपाईँहरू सबै स्टार्ट गरिसक्यो होला दसैँ कसैले त अब टिका पनि लगाइसक्यो होला सो आई होप यु गाइज आर इन्जोइङ द डे वी एभ्री वान वेयर बिजी सिन्स द मर्निङ एन्ड हामी सबैको काम डिभाइड भएको थियो माइन्ड was cooking food in the kitchen and Bebo didn't come to set up the puja room everything and हामीले चाहिँ अहिले we just cook for ourselves only and after this as I told you we will go to the Gedu and we will visit some of our brothers house and some of our brothers are not here because they have gone to some village and आफ्नै दाजुभाइको घरमा गएको छ and we will go to them when they arrive so maybe next time अनि I'll show you what all I made so first this is a chicken curry with some gravy because we skip dal this time and the second is emadachi and here we have के भन्नु अब भेडाको मासु what do you call in English sheep mutton or lamb and this is our chicken changpa so that is it for today and अब चाहिँ हामी टिका लाउनु आँटेको हो सबै रेडी रेडी भएन जाउँ एउटा चाहिँ यहाँ रिलै बनाउनुमा छ भरे रिल बनाउँदा पनि हुन्छ त नि दुईजना केटीहरू चाहिँ आमामा पुरा रिल्स टिकटक खै त अन्त हल्लाको सोल्डर तुला मजाले आशीर्वाद दिनु पहिलो जाला नि पास्ता कुनै है पहिलो दिन जाँदा रहेछ मजाले दिनु कसरी बनाउनु खै त अन्त सुन्दैन त अन्त आशीर्वाद दिएको त केही पनि आशिष त मनभित्र दिँदैछ क्या हो अलिक बाहिर पनि निकाल्नु नि त नि सुन्नुमा हामी पनि के दिएको पहिलो नजानु पढेर बस्नु टिकटक बिच नखेल्नु अन्त आशिष के अरे आशीर्वाद दिनु छैन र कस्तो साइलेन्ट टिका लगाइदियो छ्या त्यही त साइले चुप्प लगाएर दिनु राम्रो काम पाउनु मेरो जब के हो थाहा होला त्यो पाओस् भनेर दिनु न बेसी पार्किङतिर नकुद्नु त्यो सेकेन्ड मात्रै पुलिसमा एप्लाई गर्ने 10, 11,
लु खै के छ तुलालाई चाहिँ के साह्रो बोरिङ यो लगाइदिएको टिका नि अलिकति त निकाल्नु न गीत लगायो भने त कपिराइट लगाइहाल्छ तपाईँको उयो गर्नु न अलिक मजाले आशीर्वाद दिदी लाउनु छैन र यसरी सबैले सुन्नु हुँदैन त आशीर्वाद त लाग्दैन त दसैँको टिका हो नि बिहानसम्म राखेर देउलीमा टिका लगाइदिनु कुन के हुन्छ भन्छ के कहिले हो दसैँको होइन के को के अरे दसैँको टिका छ नि अहिले लगाएन बिहानसम्म राख्यो भने कहिलेसम्म भएको बिहानसम्म हो नि त्यो त बढाल्नु हुँदैन नि त के गर्नु हुँदैन त्यहाँबाट दिवालीमा दाजुभाइले टिका लगाइदिनु कुन के हुन्छ मेरो मम्मीले राख्छ बस्छ मम्मीको राख्यो भने पहिलो आएछ एकजना को भयो भने 10 रुपियाँ दिनुहुन्छ दुईजना एकजना ढोका हुन्छ होइन दुईजनाको जोडी त हो जोडी हुँदैन नि त्यस्तो किन हुँदैन भइहाल्छ नि अहिले फेरि दिन नि हुँदैन खै सबै के यस्तो बिगार्दैन यो बाँध्नु पर्ने थियो अब चाहिँ हाम्रो घरमा चाहिँ टिका खोल्यो एन्ड हामी चाहिँ यहाँ डाइरेक्टली बेबीले यहाँ टिका लगाइसकेको बित्तिकै हामी चाहिँ यहाँ लन्च तताउनेमा छौँ बिकज वी आर भेरी हङ्ग्री had been working since the morning and and now म चाहिँ यहाँ सब्जी तताउँदैछु सब्जी oh god very hungry के छ स्पेसलहरू स्पेसल यहाँ छ चिकन यो सबै देखाउँछ अनि यहाँ छ एमेटाची अर्को के छ उता उयो गरेर देखाउनु छैन एन्ड यहाँनिर छ छाम्पा मैले अघि नै तपाईँहरूलाई देखाइसक्यो एन्ड हाम्रो यहाँ आज यहाँ मासुको गन्धले चाहिँ I'll show you who is outside the window बिहानदेखि यहाँ छ सरी फर द डर्टी नेट यो त फर्स्ट यो तिमीहरूको त कप भएन हुन्छ के हुँदैन चेयर्स टु द दसैँ अफ 2025 ह्याप्पी दसैँ हामी पनि पिक्चर भएको भन्छ दसैँ आयो यो दबाई One hour later. तिमीहरू जिउ देख्दैन रहेछ नि त वेलकम सुनिता ब्लग सुनिता भले ब्लग न्यू डे भयो वेलकम न्यू डे के कसो भन्छ के पारा बाबाको अन्त कत्रो चाहिँ अन्त आधी सरी जाँदा सबै त्यहाँ निद्रा टाँसिएर सबै त्यहाँ लगायो त अन्त त्यसो पो ए अब टाँसेर आयो आफै टाँस्न यसो गर्नु ट्याप्पै टाँस्नु ल ल्या पारा ल्या ए त्यस्तो पो लगाइदिनु नि अन्त युट्युब काकी मिस गरेछ नि अहिले अन्त तर डाटा छैन वाइफाईमा गएर
आशीर्वाद मात्र मनमा दिइरहेछ अब घरले छोरा हो अहिलेको यो सालमा चाहिँ देख्नु पर्छ आशिक चाहिँ अलिक मजाले आज 9 दुर्गा भवानीको टिका हो अलिक पछि जान निक्लिनु सब 9 दुर्गा भवानीको टिका हो हिँड्दा ठेस नलागो कसैको भने खानु नपाओस् नानीहरूले यसपालि घरले छोरा होस् ह्यापी दसैँ दिङताङ यस्तो घुमाउनु पर्दैछ अन्त क्यामेरा दिदी कुनिमा दिदी काकी काकी राति त हाम्रो चाहिँ बल्ल बल्ल टिकट छुट्टी भयो बस सबै तलै बल्ल बल्ल यहाँ टिका खोलेको छ यहाँ दादा घरमा आएर कसै चाहिँ यहाँनिर बिहानदेखि नै के मातेर अनि हाम्रो यहाँ नयाँ बेहुलीहरूको आम्मा त्यही त कर्रा छ है डान्स स्टार्ट भयो लु नाचेर देखाउ न मैले त अघि घरमा नाचेर देखाइदिएछ अब तिमी देखाउ त भर्खर यहाँ बहिनी आइपुगेछ कस्तो आइफोन ह्याप्पी दसैँ ए ल मासु खाएर यस्तो छ यता गीतै जान्दैन गीतै दिदी यता हो यता थियो त किचन तानेको छ नि वाइन खोजा रे So we just finished from our main house and second we are going just above our house which is at Chamara Kaka Garma and हामी सबै family सँगै जाने हो त्यसले गर्दा चाहिँ अब चाहिँ हामी जाँदैछु we had a quite good time here यहाँनिर चाहिँ हाम्रो काका छ्यामाहरू बस्छ एन्ड इट इज जस्ट एबभ हामी यहाँ दादाहरूको घरको यहीँ माथि हो सो वी आर गोइङ सच ए क्युट सिप कस्तो मजाको हेर्नु न ल्याम्प यसको मासु त ल्याम्प निस्किन्छ त ल्याम्प कस्तो मजाको फेरि कपाल पनि के यो गर्दैन फेरि गाउँमा गयो भने अब एक दिन त घरबाट चाहिँ पलेटबाट निस्किनु हुँदैन म त के हो यहाँ अहिले चियामा बस्छु परदेशमा भएर पो अलिक हल्का हुन्छ भोलि पर्स्यो त अपडेट हुन्छ तिमीले यस्तो लगाएर बेड कभर लगाएको फुले आटा निराएको हुन्छ म बसेँ म लाग्छ हौ म लाग्छ हौ बाबा काका कोटलाई चाहिँ लाग्छ म चेन लगाएको
कारबारले घरमा तिमीले मजाले घ्यास नि त घाँसुनै भर्नु पर्ने नि सबै तँ पनि घ्यास हाइतिर आउँदै अलिकति यो गरिदियो ढोक्छ त्यहाँ केही नगरी कुन चाहिँ छोराले बिहा गर्छ त्यहाँनिर पनि गएर लाइनमा मजालाई ढोका एकछिन लिएर बाबालाई 9:30 and the day is still not yet over. The next day. Hello guys, so today आजको दिन चाहिँ हामी दसैँमा ब्लगरको घरमा आइपुगेको छ अनि गाइस आज चाहिँ हामी यहाँ ब्लगरको घरमा आएको छ हामी आज चाहिँ उसले इन्भाइट गरेको थियो त्यो भएर आज हामी आएको छ अनि यहाँनिर चाहिँ अहिले म के भन्नु छ अलिकति सर्दी लागेछ गाइस यहाँनिर चाहिँ हामी अहिले किचनमा छ धुमधाम पनि के बनाउँदैछ यतातिर बनिँदैछ के अनि ऊ त्यो चाहिँ घरको मालिक हो अनि म चाहिँ यहाँ आएको अरू पाहुनाहरू पनि देखाइदिन्छु गाइस मितिका शिखा भन्नु गए मलाई मित्र सबै हर्दिक फलाना चेखर भन्दैन कौन है ये लोग कहाँ से आते हैं ऊ चाहिँ हो घरको डोम अनि यो चाहिँ मैले अघि बनाइदिएको अहिले बनाइ चल्दैछ यहाँ सिटी लाग्दैछ यतादेखि Hey guys, so this is our Dasai vibe and we are traveling to Darla in the back of the Bolero cabin and this is us! This is how we are going. So, you can see we are actually traveling from Rinjinsi to Darla. This is us traveling to Darla.